सर सुन्नु न अघि मेरो चिट त काट्नुभयो हजुरले तर मसँग लाइसेन्स छ छैन हजुरलाई थाहा छ मसँग लाइसेन्स छ कि छैन तपाईँलाई थाहा छ लाइसेन्स छ नै भन्नु भएको छैन होइन होइन त्यस्तो भनेर हुन्न नि त तपाईँले चेकिङ गर्दा लाइसेन्स र बिलबुक दुइटै हेर्नुपर्छ कि पर्दैन देखाउनु भएको थिएन र होइन मैले देखाइनँ नि त्यो तपाईँको मिस्टेक हो मैले मेरो बाबाको लाइसेन्स लिएर चलाएको छु कि होइन मसँग लाइसेन्सै छैन कि नेपाल सरकारले मलाई यो लाइसेन्स चलाउनै नदिने भनेर गाडी कहिले पनि चलाउनु नदिने भनेर पो मेरो लाइसेन्स खारिज गरेको कि होइन तपाईँले त्यो बिलबुकको आधारमा मात्र तपाईँले मेरो त्यति सुन्नु मेरो कुरा मेरो दुइटैको कुरा सुनिन्छ होइन 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 यहाँ झुट केही नबोल्नु मसँग लाइसेन्स छ कि छैन ल भन्नु तपाईँले चेकिङ गर्नुभयो तपाईँले चेकिङ गर्नुभयो कि भन्नु होइन होइन नाम के हो यो एसपी भन्दाखेरि ल भन्नु तपाईँले मेरो चेकिङ गर्नुभयो कि भएन भयो कि भएन चेकिङ गर्नुभयो हो कि होइन मेरो लाइसेन्स छ कि छैन होइन मेरो लाइसेन्स छ कि छैन मेरो लाइसेन्स छ कि छैन मेरो लाइसेन्स छ कि छैन ल भन्नु कहाँ छ ल भन्नु अघि चेकिङ गर्नुभयो मेरो लाइसेन्स मैले गाडीमा लिएर बोकेको छु कि छैन ल भन्नु 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 तपाईँले सुन्नु सिट काट्नुभयो मेरो गल्ती छ होइन मेरो गल्ती छ नि त्यो ओभर स्पिड त्यस्तो ओभर स्पिड हुँदैन त्यो धुलो उड्यो भन्दैमा सुन्नु होइन सुन्नु तपाईँले अनि सुन्नु मेरो बोली मन परेन अरे मेरो सोध्ने अधिकार छ कि छैन तपाईँले चेकिङ त्यहाँ बिना कारण तपाईँको यत्तिकै चेकिङ गर्नुभयो भने तपाईँले मैले त्यो सामान बेच्ने यस्तो गाडी लिएर दिनमा सामान बेच्ने मान्छेले त्यो दोकानमा त्यहाँ सामान झार्ने बित्तिकै दुई पाङ्रा हिँड्ने बेलामा तपाईँले रोकेर सिट बेल्ट बाँधिएन भनेर चिट काट्न मिल्छ मेरो लाइसेन्स छ कि छैन किन नमिलेको होइन त्यो त ल मिल्छ ल मेरो लाइसेन्स छ कि छैन मेरो लाइसेन्स छ कि छैन मेरो होइन सुन्नु म जिन्दगीमा पहिलोचोटि परेको यस्तो पुलिसहरूको अगाडि म पर्ने मान्छे नै होइन किन भन्नु म विदेश जाने बेलामा दलालको पछाडि पुलिस नेपाल सरकारलाई पुलिसमा त्यो दलाललाई हाल्दा नेपाल सरकारको त्यो पुलिसहरूले घुस खाएर त्यो दलाललाई भगाएर अहिले हामी यहाँ यस्तो ब्याचलर सकेको मान्छे यस्तो काम गरेर बस्नु परेछ कि त्यो कस्तो भन्नु सुन्नु न तपाईँहरूले त्यो नेताहरूले त्यस्तो त्यो नेताहरू जे गरेर नि हुन्छ नि होइन सुन्नु न तपाईँहरूले नि तिनीहरूलाई सुरक्षा गर्नु भएन भने त हामी सबैजना उस हो नि त होइन तपाईँसँग सुन्नु हामीले मैले भोट अहिलेसम्म दिएकै छैन सुन्नु सुन्नु तपाईँहरू नि तपाईँहरू कमिसनमा बिकेर सुन्नु कमिसनमा बिकेर होइन होइन म सुन्नु सुन्नु म रक्सी र मासुमा बिकेको के प्रुफ छ म रक्सी र मासुमा बिकेको के प्रुफ छ प्रुफ छ नि त मेरो लाइसेन्स ल मेरो लाइसेन्स छ कि छैन होइन मेरो लाइसेन्स छ कि छैन ल भन्नु मेरो तपाईँसँग कुरा होइन तपाईँ नबोल्नु बिचमा होइन होइन तपाईँसँग बोल्नु म छैन नि ल भन्नुहोस् मेरो लाइसेन्स छ कि छैन ल भन्नु तपाईँले चिट काट्नुभयो म मेरो चिट पनि देखाउँछु मेरो चिट यहीँ छ होइन यिनीहरूले त्यो लुट्ने भनेर त्यस्तो त्यो काम गर्ने मान्छेको अझै मलाई शङ्का अझै के भन्छन् भनेको त शङ्कास्पद व्यक्ति अरे सुन्नु न मसँग सन्तास्पद मेरो यो गाडी सबै चेक गर्नु के मलाई यो चिटमा सिट बेल्ट लान भनेर काट्नु भयो ल भन्नु मेरो लाइसेन्स छ कि छैन यो बिलबुक काट्नु भयो मेरो लाइसेन्स छ या छैन भन्नु न मैले भने नि त चिट काट्नु भयो यो दिन्छु तर मेरो लाइसेन्स छ कि छैन मैले मेरो बाउको लाइसेन्स ल्याएर चलाएँ कि मैले मेरो काकाको लाइसेन्स ल्याएर चलाएँ कि मेरो लाइसेन्सै छैन कि तपाईँले मेरो लाइसेन्स चेक नगरिकन तपाईँले त्यो बिलबुकको आधारमा मात्र मेरो चिट किन काट्नुभयो ल भन्नु ल त्यसको एन्सर दिनु न भन्नु न मैले भने नि त मेरो गल्ती छ तर गल्ती के यस्तो गाउँ एरियामा एउटा दोकानमा अगाडि दोकान छ पछाडि दोकान छ सिट बेल्ट खोल्दै गर्दा सामान तपाईँहरूले सामान्य बुझ्नु पर्छ कि पर्दैन नेताहरूले त्यस्तो उस गर्ने बेलामा केही गर्न नसक्ने एउटा सामान बेचेर दिनमा 500 रुपियाँ नफा नहुनेलाई त्यसरी त चिट काटेर हुन्छ होइन होइन अहिले सानो स्वर नबोल्नु अघि तपाईँलाई मेरो बोली मन नपरेको होइन राम्रो कुरा त बोली मन पर्दैन नि त सर होइन मेरो लाइसेन्स छ या छैन भन्नु नि त तपाईँले मेरो यो बिलबुक हेरेर काट्नुभयो मेरो लाइसेन्स छ कि छैन भन्नु न मेरो लाइसेन्स ड्यामेज पो छ कि मेरो लाइसेन्स छैन मेरो लाइसेन्स ल भन्नु मेरो लाइसेन्स छ कि छैन मैले त्यो गाडी चलाएँ होइन मैले त जे पनि भन्न पाएँ नि त मैले त जे पनि तपाईँको खोज तपाईँले अनुसन्धान सुन्नु न तपाईँले अघि त्यो सिट बेल्ट लाउने नहेर्ने सुन्नु तपाईँले चिट काट्नु हतार थियो कि थिएन यो चिट काट्नु हतार थियो कि थिएन तपाईँलाई भन्नु न चिट काट्नु त हतार थियो नि त ल भन्नु न चिट काट्नु त हतार थियो तर लाइसेन्स हेर्न परेन कमिसन आउँछ होला नि त तपाईँले यसमा यत्तिकै बिना फकटमा यस्तो जंगलको बाटोमा तपाईँले काम गर्ने मान्छेलाई चिट काटेर कमिसन आउँछ कति पर्सेन्ट आउँछ 60%?
यहाँ तपाईँको यहाँ पनि सुनेछु बेकारमा यत्तिकै त्यो स्कुटर सिक्नेहरूको पनि चिट काट्नुहुन्छ तपाईँको रिभ्यू पनि सुनेको मैले यहाँ होइन यसरी जनतालाई लुटेर भन्नु न मेरो लाइसेन्स छ कि छैन भन्नु त ल मेरो लाइसेन्स छ या छैन भन्नु न लाइसेन्स छ ल कहाँ छ ल मेरो लाइसेन्स रिन्यू छ कि छैन ल भन्नु मेरो लाइसेन्स रिन्यू छ कि छैन अघि होइन होइन तपाईँले मेरो लाइसेन्स हेर्नु नै भएन दुई जिब्रे नहुनु होइन 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 मेरो लाइसेन्स छ ल मेरो लाइसेन्स रिन्यू छ कि छैन मेरो लाइसेन्स रिन्यू छ कि छैन तपाईँले अघि मेरो लाइसेन्स नहेरिकन यो बिलबुक काटेको हो कि होइन चिट काटेको हो कि होइन भन्नु न आफ्नो गल्ती भएपछि त कहाँ बोल्नुहुन्छ त तपाईँहरू कहाँ बोल्नुहुन्छ कहाँ बोल्नुहुन्छ तपाईँहरू म के ठिक हुनु सुन्नु न आफू राम्रो भएपछि अरूलाई ट्याग सुन्नु न बुझ्नु भने तपाईँले दुई तर्फी कुरा सुन्न पर्छ कि पर्दैन तपाईँ मात्र बोलेर हुन्छ तपाईँले दुई तर्फी कुरा सुन्न तपाईँले दुई तर्फी पहिला म ठिक छु भन्ने सोच्नु न तपाईँ राम्रो मान्छे भए तपाईँ ठिक हुनुहुन्छ तपाईँ ठिक हुनुहुन्छ म ठिक छु तपाईँ अहिले मेरो देखाउनु गल्ती सुन्नु न तपाईँको गल्ती के हो भनौँ दुई तर्फी कुरा सुन्नु ल सुन्नु नि त म बोल्छु ल म बोल्छु मैले सुन्नु गल्ती भयो तर मेरो बिलबुक लाइसेन्स नहेरिकन तपाईँको गल्ती एउटा अहिले त्यहाँ तपाईँको एउटा सिलबेट नलागेको गल्ती थियो त नि भोलि तपाईँ लाइसेन्स होइन होइन छैन अर्को त्यो चेकिङमा त दुइटै हेर्नु पर्यो नि त मेरो तपाईँले त्यो पछाडिको लाइट बलेछ कि छैन नि हेर्ने पछाडिको सिटबेल्ट लाग्छ कि लागेन नि हेर्ने होइन होइन म यो हाल्छु सामाजिक सञ्जालमा हाल्ने हो मेरो नाम प्रकाश कन्दर हो नि हाल्नुहोस् प्रत्यक्ष तपाईँको नामसँग वास्तव भन्नु नि उहाँको नाम सूर्यबहादुर भण्डारी होइन 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 तपाईँले भन्नु न त्यतिको जवाफ दिनु म जान्छु केही भन्नु परेन तपाईँले जवाफ दिनु न ल होइन ल भन्नु मेरो लाइसेन्स छ कि छैन नि त म किन मुद्दा हाल्ने म हाल्छु ल भन्नु नि त त्यति मेरो लाइसेन्स बिना तपाईँले चिट किन काट्नु भयो ल भन्नु ल भन्नु नि त ल भन्नु न म गर्छु ल तपाईँले मुद्दा हाल्ने भए नि हाल्नु नि त जानु तपाईँसँग पावर छ भनेर आम जनतालाई त्यसै लुटेर हुन्छ कति पर्सेन्ट कमिसन आउँछ तपाईँलाई यसमा 60% त्यति नै आउँछ नेपाल सरकारसँग कुरा गर्ने रे त्यस्तो गर्न पाउनुहुन्न होइन तपाईँले अघि भन्नुभएको होइन तपाईँले भन्नुभएको पामेतिर यतैतिर तपाईँको बिजनेस कहाँ हो होइन म तपाईँले गएर मुद्दा हाल्छु अब पढ्नु होइन म मुद्दा हाल्छु के अब होइन म मुद्दा हाल्छु के अब होइन होइन मलाई तपाईँले यत्तिकै उस गर्नुभयो नि त होइन यस्तो तपाईँहरू पावरको युज नगर्नु यस्ता चोरहरू